Hello everybody, welcome back to my channel. हैन आज चाहिँ हामी सबजना ग्यादर भएको छौं यहाँ. हाम्रो यहाँ हुनुहुन्छ हाम्रो दाइ. यता हुनुहुन्छ हाम्रो मेरो अर्को दाइ अनि भाउजू. नमस्ते. नमस्ते. नमस्ते नेपाल. मोमो खाने भनेर. मोमो खाने क्या? उतै जतै हाले. स्टोरी हाल्दै छु. सिकाइसके भर्खर. मलाई फेरि स्टोरीको लागि यति मेहनत. आया. यसरी किमा यो त भएन खत्तम भयो कसो हो यसरी ठिक गरे कटिनै ठिक छ है यसलाई कटिनै ठिक छ यो त मिसिन अलिकति यो मिलेन के भएन त्यस्तो भएको यो अहिले चाहिँ हाम्रो यो मिसिन चाहिँ कस्तो हो भने चाइनाबाट आएको हो के चाइनिज माल जस्तो छ तर हेर्दा चाहिँ अलिकति एक्सपेन्सिभ एलजी के जस्तो छ तर यो चाइनिज माल जस्तो परे जस्तो छ अनि गाइज हाम्रो हेर्नुस् अब हामी कटिङ नै गरेर कटिङको हामी कम्पेयर गर्नेछौँ है ए आज त चाहिँ हाम्रो बर्थडे बोयको मम्मी खाना नमस्कार ए सर स्कुल गयो हेलो है एन्डरसन नमस्ते मैले राजपालको भाइ यति किमाको हाम्रो आज म बनाउँछु है मोमो यति ठुलो बाटोको यता हाम्रो मास्टर सेफै उसै मैले उस गरेँ क्या झुवाइ गरेर त ल मिसिनमा पक्छ त झुवाइ चाहिँ कसरी बोल्ने मान्छेले चाहिँ देखेकै छैन राम्रोसँग तपाईँको पोर्टफोलियो आज बर्थडेमा आउनेहरूले चाटे हो चिकन रोस्ट खाएर मलाई नै हेर्नुहोस् न अनि दामी दामी भाउजू रुनुहुन्छ क्या तपाईँ त गाइजहरू यो चाहिँ खुसीको आँसु है कसैले नरोए पनि प्याजले चाहिँ रोआउँछ हाम्रो त एकजनामा हाम्रो आन्टी बाजेको के यसको आइडिया नसिकाउनु न काम जति कहाँ पुगेछ यहाँ यता दुईजना अहिले चाहिँ हाम्रो दिदी पनि आइसक्नु भएको छ धन्यवाद वेलकम राम्रो भनेर म आइरहेको अब तपाईँ जस्तो फोरी छैन त्यही भएर खाजा है खाजा लु खाजा सबजना प्याज काटेर कस्तो मिठो है खाजा चलिन त हाम्रो बर्थडे बोय अनि आज कसको छोराले नि कसको छोराले आन्टी होइन कसको छोराले के गरे अरे नेपाली आज कस्तो भयो राम्रो भयो
त्यो त डायलग मात्रै डाइनोसरले भनेको त्यो त प्रड्युसरले अलि दाइले भन्नुभयो नि प्रड्युसरले लेखेको त्यसमा चाहिँ दुईमा छैन जनता जान्न चाहन्छ कार्यक्रममा आज हाम्रो सरल राई हुनुहुन्छ उहाँ किशोरको जमानाको बारेमा बताउँदै पार्नुहोस् मेरो जमानामा त देश विकास छैन युवालाई के पैसा छैन पैसा छैन अनि हजुर पहिला उ त उठ्यो अब उठ्यो